कहिल्यै नथाक्ने परिश्रम, अटल विश्वास र समृद्धिको सपना बोकेर जितपुर सिमरा उपमहानगरपालिकाको यात्रा सुरु भयो। आजको नवौं स्थापना दिवस हामीलाई सम्झाउँछ विगतका चुनौतीहरू, हासिल गरेका उपलब्धिहरू र उज्यालो भविष्यतर्फको हाम्रो प्रतिबद्धता। अहिले हामी शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार लगायत हरेक क्षेत्रमा विकासका नयाँ आयामहरू अनुभव गरिरहेका छौँ। यो परिवर्तनको गति अब रोकिने छैन। समृद्धिको मार्गमा दृढतापूर्वक अघि बढ्दैछ जितपुर सिमरा। बन्दैछ जितपुर सिमरा। जितपुर सिमरा सधैँ आफ्नो कृषक समुदायलाई सशक्त बनाउन, उनीहरूको मेहनतलाई सम्मान गर्दै कृषि क्षेत्रलाई उन्नति र समृद्धिको मार्गतर्फ अघि बढाउँदैछ। कृषिमा आधुनिकता र कृषकहरूको लागत घटाउने चाहना साथ कृषि विद्युतीकरण परियोजना सुरु गरिएको छ। 3 करोड 75 लाखको लागतमा जितपुर सिमरा उपमहानगरपालिकाको 5 वटा वडा, जुन कलैया फिडर अन्तर्गत लाइन सप्लाई हुने वडाहरू अन्तर्गत चाहिँ यो कृषि विद्युतीकरण लाइनको चाहिँ कार्य हाल भइरहेको छ। लगभग यो अन्तिम चरणमा पनि छ। यो 11,000 को सप्लाई लाइन यहाँसम्म लिएर आएका छौँ। यहाँ हाम्रो ट्रान्सफर्मर बस्छ। यो ट्रान्सफर्मरमा मास्टर मिटर हामी जोइन गर्छौँ र सम्पूर्ण किसानहरूको चाहिँ हाम्रो लागत जुन उहाँहरूले तिरिरहनु भएको छ त्यो चाहिँ अब वडाले अथवा नगरपालिकाले हामीले तिर्दिने गरी यो कार्यक्रमहरू अगाडि बढाएका छौँ। यहाँ अब तपाईँ सिँचाइ गर्नको लागि पहिला केही थिएन, एक बाली मात्र हुन्थ्यो सिँचाइको कारणले। अब यो पोल गाडेर ट्रान्सफर्मर हालेर यो सुचारू भएपछि हाम्रो यो पुरै खेतमा 3 बालीसम्म हुन्छ। अब आएर 2 बाली हामी धानै काट्छौँ, त्यसपछि मकै लगाउँछौँ या मसुरो लगाउँछौँ, त्यसमा चाहिँ बढी फाइदा हुनु भयो। 2 चोटि पानी लाउनु पर्ने ठाउँमा किनभने कस्टले गर्दाखेरि किसानले 2 चोटि पानी लाउँथ्यो भने अब चाहिँ त्यो किसानले 4 चोटि पानी लगाउँछ कि 4 चोटि लगाउँदा पनि त्यति कस्ट चाहिँ किसानलाई आउँदैन जुन 2 चोटि लगाउँदा आउँथ्यो। त्यसले गर्दाखेरि उसले सिँचाइ त्यो बालीले समय समयमा पर्याप्त पाउँदाखेरि उत्पादन त त्यसै बढ्ने भयो। यतिमा हामी किसानहरू सबै एकदम उत्साहित भइसकेका छौँ कि हाम्रो नगरबाट यति मतलब मेयर साहब होस् या उपमेयर साहब अथवा जसले पनि यति गर्नुभएछ उहाँहरूको लागि हाम्रो लागि धेरै धेरै मतलब ठुलो काम गरिदिनु भएको छ। उहाँहरूलाई हामीले कोटी कोटी धन्यवाद गर्न चाहन्छौँ कि यस्तै काम आउँदो दिनमा पनि हामी किसानको लागि अरू काम पनि सुविधाजनक होस् भनेर हामीले अपेक्षा गर्छौँ। आजका युवा भोलिका भविष्य हुन् र जितपुर सिमरा उपमहानगरपालिकाले यो कुरालाई राम्रोसँग बुझेको छ। कृषि क्षेत्रमा संलग्न युवाहरूलाई समर्थन र प्रोत्साहन गर्दै उनीहरूको भविष्य र कृषि समृद्धिका लागि जितपुर सिमरा निरन्तर काम गरिरहेको छ। यसको एक उदाहरण हुन् वडा नम्बर 11 का युवा कृषक सन्तोष। अहिलेको अवस्थामा करिब 6 बिघामा तरकारी खेती गर्दै आइरहेको छु। अब यसमा पुरै आधुनिक तरिकाले हामी खेती गरिरहेको छौँ। तपाईँहरूले हेर्न सक्नुहुन्छ। जस्तै अहिले गोलभेडाको खेती हामी गर्दैछौँ। गोलभेडा, काउली, खुर्सानी खेतीहरू गरिरहेछौँ। विशेष गरी नगरबाट हाम्रो विभिन्न सहयोग पनि दिनुभएको छ उहाँहरूले। जस्तै अब तपाईँको मल्चिङ प्लास्टिक हुन सक्छ, विडरहरू दिनुभएको छ होइन, विषादीहरू पनि बेला बेलामा दिनुहुन्छ, प्राविधिक सरसल्लाह पनि आएर खेतमै दिनुहुन्छ उहाँहरूले। त्यसले गर्दा हामीलाई अलिकति हौसला पनि भइरहेछ किनभने हामी अब नयाँ रोग आउँदाखेरि हामी खेतमै बोलाउँदा उहाँहरू आउँदाखेरि हामीलाई अलिकति सहज भएको छ खेती गर्नलाई। अब यसले गर्दाखेरि कस्तो भइरहेछ भने हामी एउटा युवा लाग्दाखेरि हामीलाई देखेर पनि अरू किसान पनि गर्दाखेरि हुँदो रहेछ, राम्रो प्रफिट हुँदो रहेछ भनेर अरू किसान पनि उत्प्रेरित भइरहेको अवस्था पनि छ यहाँ। विकास परियोजनाहरूको सन्दर्भमा उपमहानगरपालिकाले सधैँ दिगोपनलाई प्राथमिकता दिइरहेको छ। ग्राउन्ड वाटर इरिगेसन भन्दा सर्फेस वाटर इरिगेसन दिगो हुने कुरा बुझेर सिँचाइका लागि बाँधहरू पनि निर्माण गरिँदैछ। यसले मात्र आजको आवश्यकता पूरा नगरी भविष्यका पुस्ताका लागि पनि दिगो समाधान सुनिश्चित गर्दछ। अहिले हामी उभिरहेको ठाउँ यो गम्मर गाउँमा सिँचाइ आयोजना हो र यसै गरी यही प्रकृतिको अर्को प्रोजेक्ट हाम्रो सगरदिना सिँचाइ आयोजना जुन वडा नम्बर 7 मा स्थित छ भने यो चाहिँ हाम्रो वडा नम्बर 8 मा स्थित छ र यो वडा नम्बर 8 मा स्थित यो योजनाको कुल लागत हाम्रो 1 करोड 80 लाखको थियो र यो एग्रिमेन्टमा गइसकेपछि 80-90% हाम्रो काम चाहिँ सम्पन्न भइसकेको अवस्थामा छ अहिले।
वास्तवमा भन्यो भने सस्टेनेबिलिटीको कुरा गर्ने हो भने ग्राउन्ड वाटर इरिगेसन भन्दा सर्फेस इरिगेसन चाहिँ बढी दिगो हुने कारणले गर्दा चाहिँ हामी यस्ता किसिमका प्रोजेक्ट पनि खोज्दै र लगानी गर्दै अगाडि बढिरहेको अवस्था छ। यो चाहिँ हाम्रो सर्फेस इरिगेसनको एउटा नमुना प्रोजेक्ट हो। आज चाहिँ नि यो जुन यो भएको सिँचाइको यो नहर आज चाहिँ नि किसानको लागि चाहिँ नि यो देख्दा चाहिँ नि धेरै राम्रो लाग्यो। कृषि विद्युतीकरण योजनासँगै उपमहानगरपालिकाले विभिन्न स्थानहरूमा सिँचाइका लागि ड्याम निर्माणका कामहरू पनि अगाडि बढाएको छ। पहिला खोलो थियो, अब ड्याम नगरपालिकाले बनाइदियो। अब त सबै यो लौकिरहेछ, हाम्रो सिँचाइको लागि एकदम राम्रो भयो। अब त्यो समस्या के थियो, अब पानी आउँदाखेरि त्यो माटोको बाँध त्यो गइहाल्थ्यो, फेरि बाँध्ने फेरि झैझगडा हुन्थ्यो। अब सालमा मान्नुहोस् न 10 चोटि हामी बाँध्थ्यो। अलिकति पानी आयो भने फुट्थ्यो। नगरपालिकालाई त हामी धन्यवाद एकदम आशीर्वाद दिन्छु। त्यो नगरपालिकाको जति हाकिम साहेब हाम्रो इन्जिनियर साहेब पनि बढी जोर गर्नुभयो, जो कतिचोटि लडाइँमा आउनुभयो। नयाँ बाँधहरू निर्माण गर्दा जितपुर सिमराले पुराना बाँधहरूलाई बिर्सेको छैन। पुराना र बिग्रिएका बाँधहरूलाई मर्मत गरी पुनः प्रयोगमा ल्याइदैछ। पुराना संरचनाहरूलाई मर्मत सुधार गरेर फेरि उपयोगी बनाइदैछ। यो ड्याम अब लगभग 100 वर्ष पुरानो, हामीले थाहै नभएको कहिलेदेखि यो सञ्चालनमा छ। धेरै पुरानो ड्याम हो र यो बिचमा आएर लाथलिङ भएर यो पुरानो भइसकेपछि यो सञ्चालनमा नभएर चाहिँ हाम्रो मेयर साहबसँग कुरा गर्दा मेयर साहब ल सिँचाइको काम गर्नुपर्छ, विकास निर्माणको काम रोड नालाको काम त भइरहन्छ, यो सधैँ हुने चिज हो। तर त्योभन्दा पनि अब खानेकुरा भएन, खेती भएन भने हामीले चाहिँ अन्नको अभाव हुन्छ। यसमा चाहिँ अलिकति बढी फोकस दिनुपर्छ भनेर चाहिँ मेयर साहबको चाहना पनि यो बिचमा चाहिँ बाँध बाँधेर तत्कालीन यहाँ सिँचाइ होस् भनेर उहाँको पनि चाहना, हाम्रो सबैको चाहनाको हिसाबले चाहिँ यो चाहिँ बाँध बाँधेर अनि यो नहर सफाइ गरेर चाहिँ हामी पानी निकास गरेका छौँ। जितपुर सिमरा सधैँ स्वास्थ्य सेवालाई सुधार्नका लागि निरन्तर काम गर्दैछ। उपमहानगरपालिकाले नगर अस्पतालको सेवा सुधार्न योग्य र अनुभवी डाक्टरहरूलाई नियुक्त गरेको छ भने ल्याबमा नयाँ र आधुनिक उपकरणहरू पनि थपिएका छन्। फार्मेसीमा पाउने 98 प्रकारको जुन औषधिहरू नेपाल सरकारले निःशुल्क वितरण गरिरहेछन् त्यो पनि हामीसँग हुन्छ। लगायत त्यो बाहेक अन्य औषधिहरूमा पनि, जस्तो कि 100 रुपियाँको मेडिसिन हामीले बिरामीलाई 10% देखि लिएर 50% सम्म चाहिँ छुट पाइरहेको छन्। त्यसले गर्दा पनि बिरामीहरूलाई एकदम धेरै सहज पुगेको छ। र अब यो बढ्दो क्रममा जाँदै गर्दाखेरि अब हाम्रोमा चाहिँ 2टा सेवा सुविधा अझै हामी थप्ने क्रममा छौँ, जसमध्ये 1 नम्बरमा डायलाइसिस र दोस्रो नम्बरमा अपरेसन थिएटर। डायलाइसिसमा तपाईँको आरोहको कामहरू सबै भइसकेको छ, कोठाको सेटअपहरू भइसकेको छ, मेसिनहरू आइसकेको छ। अब त्यो पानीको जाँच पठाएर अब मलाई लाग्छ कि यो चैत मसान्तभित्र नै हामीले चाहिँ डायलाइसिसको प्रक्रिया सबै सकिएर कामतिर पनि लागिसक्छौँ जस्तो मलाई विश्वास छ हैन। हामी वैशाखदेखि चाहिँ ओटी गर्भवती महिलाहरूको इमर्जेन्सी कन्डिसनमा जुन बच्चा पाउने अपरेसनहरू हुन्छ त्यो लगायतको एपेन्डिक्सहरूको हैन, यस्तो जुन बिरामीकोलाई जुन चाहिँ इमर्जेन्सी अपरेसनहरू हुन्छ त्यो पनि सुचारू गर्ने चाहिँ एकदम लागि परेको छ। नमस्ते, मेरो नाम चाहिँ सरस्वती कुमारी सिटौला। म सिमरा जितपुर सिमरा वडा नम्बर 2 मा बस्छु। घर चाहिँ मेरो त्यहाँ हो हैन। अब अहिलेसम्म चाहिँ हामीले आएर जचाउँदा ओर्दा सबै पहिलाको भन्दा धेरै सुविधा, धेरै राम्रो हैन, धेरै राम्रो हामी चाहिँ खुसी छौँ के हैन। अहिले जुन डाक्टर साहबहरू हुनुहुन्छ उहाँहरू धेरै राम्रो हुनुहुन्छ। पहिला यति सुविधा थिएन, हामीलाई गाह्रो थियो। अहिले चाहिँ धेरै हामीले सुविधा पाएको छौँ। अहिले बुढालाई लिएर आएको छु, अस्ति मलाई नै कति औषधि गर्नु पर्यो हैन, कति बिरगञ्ज जानु पर्थ्यो, टाढा काठमाडौँ जानु पर्थ्यो, तर त्यस्तो परेको छैन। अहिले धेरै राम्रो हामीलाई सुविधा यही छ। सेवाको प्रक्रिया सहज र छिटो बनाउन नयाँ नगर अस्पताल भवन निर्माण भइरहेको छ, जुन अब पुरा हुने अन्तिम चरणमा छ। यसले नगरवासीलाई उच्च स्तरीय स्वास्थ्य सेवा पुर्याउन थप प्रभावकारी बनाउनेछ। 2078-79 मा यसको ठेक्का निकालेका छौँ। यसको कुल लागत तपाईँको 21 करोड रुपियाँ हो, अफिस इस्टिमेट भ्याट सहित। र त्यसपछि एसटिसी कन्स्ट्रक्सन कम्पनीसँग एग्रिमेन्ट गरेर हामीले यसको काम चाहिँ सुचारू गरेका छौँ। हाल यो प्रोजेक्टको अन्तिम चरणमा छौँ हामी। 80% बढी फिजिकल डेभलपमेन्ट भइसकेको, ल्यान्डस्केपिङ र भित्रको थोरै फिजिकल कामहरू बाँकी रहेको छ र सम्भवतः असाढको पहिलो हप्तामा यो प्रोजेक्ट पनि हाम्रो नगरपालिकाले हस्तान्तरण गर्ने टार्गेटमा चाहिँ कम्पनी चाहिँ गइरहेछ। जस्तै हाम्रो पालिकाले पछिल्ला समयहरूमा
ई बिडिङ मार्फत औषधि खरिद गर्दै गर्दाको म एक्सपिरियन्स सेयर गर्न चाहन्छु। बजारमा कुनै औषधि जुन 1 रुपैयाँमा बिक्री हुन्छ त्यो औषधि हामीले पछिल्लो 3-4 वर्षको डेटा हामीले केलाउने हो भने त्यो 20 पैसा भन्दा पनि कम पैसामा आउँदो रहेछ। 15 देखि 20 पैसाको रेन्जमा आउने भनेको मतलब वास्तवमा गुड गभर्नेन्स सही तरिकाले हामीले यदि मनमा अलिकता आफ्नो फाइदा त्यागेर काम जनताको हितमा गर्ने हो भने त्यसले चाहिँ काम हुँदो रहेछ। त्यही 1 रुपैयाँमा 1 ट्याब्लेट किन्नु र त्यही 1 रुपैयाँको चिज 20 पैसामा किन्दा 5 ट्याब्लेट किन्नुले जनतालाई औषधि कतिसम्म उपलब्ध गराउन सकिन्छ भन्ने कुरा चाहिँ म जोड्न चाहन्छु। गुणस्तरीय शिक्षा भनेको उज्जवल भविष्यको स्तम्भ हो। यही कुरा ध्यानमा राखेर उपमहानगरपालिका आफ्ना विद्यालय र शिक्षाको गुणस्तर र सुविधाहरू सुधार्नका लागि नीतिहरूमा काम गर्दैछ। उपमहानगरपालिका विद्यार्थीहरूको बेस बलियो बनाउनका लागि योजना अघि बढाउँदै प्राथमिक तहको पठनलाई विशेष जोड दिइरहेको छ। यही प्रयासको एक उदाहरण हो शिक्षामा पुस्तान्तरण कार्यक्रम। यहाँ एउटा ग्रास रुटका विद्यार्थीहरूमा अत्यन्त ठुलो समस्या पाइयो। इभन कक्षा 8मा पढ्ने स्टुडेन्टहरूले क ख सामान्य जोड घटाउ लगायतका कुराहरूमा पनि चाहिँ आफ्नो चाहिँ त्यहाँनिर विज्ञता प्रस्तुत नगरेको अवस्थामा यहाँको शैक्षिक स्तर चाहिँ उकास्नुपर्छ, उन्नयन गर्नुपर्छ भन्ने हिसाबले सोचियो। सामुदायिक क्याम्पसका विद्यार्थीहरूलाई चाहिँ यदि परिचालन गर्न सकियो, राम्रो ट्रेन गराउन सकियो र अहिलेको चाहिँ वर्तमान समय परिप्रेक्ष्य अनुसार प्रविधि मैत्री तरिकाले चाहिँ टिचिङ गराउनलाई तयारी गर्न सकियो भने केही न केही चाहिँ सुधार गर्न सक्छ भन्ने उद्देश्यले 3टा सामुदायिक क्याम्पसका विद्यार्थीहरूलाई चाहिँ सम्मिलित गराएर एउटा प्राथमिक लेभलका विद्यार्थीहरूको एउटा एजुकेसन स्ट्यान्डर्ड अपलिफ्ट गर्नको लागि चाहिँ ट्रेन गराएर चाहिँ हामीले पठाउने किसिमको चाहिँ यो कार्यक्रम जुन हामीले बनायौँ त्यसलाई चाहिँ शिक्षामा पुस्तान्तरण भनिएको छ। यो कार्यक्रम ल्याउनमा अझ 2टा कुराहरू छन्। एउटा त विद्यालय स्तरमा चाहिँ अब शिक्षक दरबन्दी कम हुँदाखेरि शिक्षकको अभाव परिपूर्ति गर्ने, दोस्रो अलिक कम खर्चमा हुने र तेस्रो कुरा के हो भने क्याम्पसमा अध्ययन गरेका विद्यार्थीहरूलाई पढाइ सँगसँगै पढ्दै कमाउँदै भन्ने सिन्सामा जसले गर्दाखेरि हाम्रो यता शिक्षालाई पनि सपोर्ट हुने, उता उनीहरूलाई आफ्नो शैक्षिक स्तर उन्नतिको लागि अर्थात् पढाइलाई अगाडि बढाउन पनि सपोर्ट हुने किसिमको कन्सेप्टमा यो ल्याइएको हो। 8 जना शिक्षकले चाहिँ 9वटा कक्षा सञ्चालन गर्दाखेरि धेरै नै अप्ठ्यारो अवस्था रहेको थियो र यस्ता कुराहरू चाहिँ हामीले गुनासो चाहिँ नगरपालिकामा पनि बारम्बार हामीले भनिरहेको अवस्था पनि थियो र फलस्वरूप 3 जना टिएहरू टिचिङ एसिस्टेन्टको रूपमा पठाउँदाखेरि चाहिँ पहिलो कुरा त के भयो भन्दाखेरि तपाईँको शिक्षकको अभाव चाहिँ त्यसबाट समाधान भएको चाहिँ हामीले प्रत्यक्ष लाभ लिन पायौँ र दोस्रो के भयो भन्दाखेरि चाहिँ तपाईँको पछिल्लो जेनेरेसनको शिक्षकहरू आइरहँदाखेरि विद्यार्थीहरूसँगको एट्याचमेन्ट अलि राम्रो भएको पाए। शिक्षामा पुस्तान्तरण कार्यक्रमले गर्दा विद्यार्थीहरू मैत्रीपूर्ण वातावरणमा पढ्न पाएका छन्। नयाँ पुस्ताको नयाँ दृष्टिकोण र पढाउने नयाँ तरिकाहरूले विद्यार्थीहरूको अध्ययनमा निकै ठूलो प्रभाव पारेको पाइएको छ। विद्यार्थीहरू अब रमाउँदै पढ्न थालेका छन्। राम्ररी पढाउनुहुन्छ, सबै बुझाएर अनि नबुझेको राम्ररी बुझाइदिनुहुन्छ। सजिलो लाग्छ, अरू मिस भन्दा राम्रै लाग्छ, सजिलो लाग्छ किनकि मनिका मिसहरू दिदी टाइपको हुनुहुन्छ नि त नि। अनि कहिले कहिले चाहिँ होइन जब हामीहरूले त्यो पिरियडहरू सकिन लाग्छ नि, जब 5-6 मिनटको टाइम हुन्छ त्यतिखेर बाहिरको सम्बन्धीको क्विजहरू खेलाउनुहुन्छ कि त्यस्तै टिचरहरू चाहिन्छ किनकि त्यस्तो टिचरले गर्दाखेरि आफूलाई नजानेको कुरा सोध्न नि सजिलो हुन्छ। सलाइकै केहीहरू बनाएर ल्याउने अनि जस्तै मोतीको मालाहरूको त्यो बनाएर ल्याउने म्याथमा त्यस्तो गर्दाखेरि उनीहरूले त्यहाँबाट बुझेको जस्तो फिल भयो क्या मलाई। पहिला हेरिकन अहिलेको इम्प्याक्ट चाहिँ अलिक धेरै नै सुधार भएको, अझै राम्रो गर्दैछन्। अझै हामीले केही गर्न सक्यो भने उनीहरूले अझै धेरै मजाले बुझ्छौँ भन्ने चाहिँ बुझ्यो अहिले चाहिँ। हामीले रिसेन्टली 1 महिना अगाडि चाहिँ हामीले एउटा मिडिया इभ्यालुएसन गऱ्यौँ। त्यसमा चाहिँ के देखिएको छ भन्दाखेरि चाहिँ म्याक्सिमम् स्कुलहरूको चाहिँ 1 देखि 5 को त्यो लिटरेसी न्युमेरिक्स चाहिँ इन्क्रिज भएको देखिएको छ। शिक्षामा पुस्तान्तरण कार्यक्रमले विद्यार्थीहरूलाई मात्र नभई पढाइरहेका शिक्षण सहायकहरूलाई पनि सुनौलो अवसर जुराएको छ। आफ्नै पढाइ अघि बढाउँदै गर्दा ज्ञान बाँड्ने अनि सिक्दै सिकाउँदै आर्जन गर्ने छुट्टै अनुभव उनीहरूले पाएका छन्। यो यात्राले उनीहरूको सिप मात्र होइन
आत्मविश्वास र व्यक्तित्वलाई पनि निखार्ने काम गरेको छ। 3 दिनको सर्वे गऱ्यौँ, त्यतिखेर चाहिँ सबैजना बोलेको देख्दा ओहो मलाई पनि बोल्न आइदिए नि हुन्थ्यो नि, म नि कन्फिडेन्टको साथ रङ भए पनि म केही बोल्थेँ नि जस्तो हुन्थ्यो। त्यो सक्यो, सर्वे गऱ्यौँ। त्यसपछि हाम्रो 21 दिनको ट्रेनिङमा चाहिँ जब छुट्यायो अनि त्यतिखेर चाहिँ अलिअलि गरेर बोल्दै जान सकेपछि त अहिले बेला बेलामा हाम्रो ट्रेनिङहरू भइरहन्छ। ट्रेनिङहरू हुँदाखेरि चाहिँ कस्तो हुन्छ भन्दाखेरि म उठेर बोल्न सक्छु कि मलाई मेरो केही पोइन्ट अफ भ्यू छ नि, त्यो अब त्यो ग्रुपमा त एज अ जज त गरिँदैन नि त, रङ भए पनि राइट भए पनि मैले आफ्नो पोइन्ट अफ भ्यू चाहिँ राख्न चाहिँ सक्छु। यतिको चाहिँ हेर्नु। अनि मेरो पर्सनल डेभलपमेन्टमा पनि एकदम धेरै, जस्तै कि पहिला म पढाउँथेँ, अब उनीहरूलाई पढाउने साथसाथै मेरो पनि पढाइ इम्पोर्टेन्ट छ है, मैले यसलाई पनि लानुपर्छ है भन्ने चाहिँ अझै धेरै उनीहरूलाई पढाउँदै गएपछि अझै धेरै त्यो हुन्छ। अनि मेन चाहिँ अब मासको अगाडि चाहिँ बोल्न सक्ने एउटा आफूमा डेभलप, अनि केही कुराहरू जस्तो कतिपय कुराहरू थाहा हुँदैन थियो क्या, अनि उनीहरूलाई पढाउँदै जाने क्रममा चाहिँ यो कुराहरूको बारेमा पनि अझै नलेजहरू बढ्दै गएर अनि अझै धेरै आफूमा पनि धेरै पहिला हेरिकन अझ अहिले धेरै डेभलप भएको जस्तो फिल हुन्छ मलाई। सडक हरेक स्थानको अपरिहार्य आवश्यकता हो। सोही कुरालाई आत्मसात गर्दै उपमहानगरपालिकाले आफ्नो क्षेत्रका विभिन्न वडाहरूमा सडक निर्माण, पानीको निकासका लागि नाली लगायत कल्भर्ट बनाउने र सडक कालोपत्रे गर्ने प्रक्रियालाई सक्रिय रूपमा कार्यान्वयन गरिरहेको छ। जितपुर, बकुलिया, फतेहपुर हुँदै हाम्रो बडरुवासम्म जाने सडकको यो 25 करोड लागतमा चाहिँ निक्लेको ठेक्काको योजनामा छौँ। यो दुवै सडकको प्रोजेक्टहरू चाहिँ हामीले स्पेसली यो जितपुर उपमहानगरपालिकालाई बिचबाट जस्तो पूर्व पश्चिमबाट चाहिँ दुई भागमा टुक्राउने गरी र एउटा चाहिँ उत्तरदेखि दक्षिण जाने गरी र स्पेसली सो सडकले चाहिँ हाम्रो ग्रामीण भेगका कम्युनिटीहरूलाई चाहिँ जोड्ने गरी यसलाई चाहिँ तयार गरेको हो। हात्तीसार बजारबाट मथुरापुर जोड्ने बाटो यो 25 करोड बराबरको मथुरापुर जोड्ने बाटो यहाँ सुरु भएको छ। अन्य क्षेत्रहरूमा वडाका विभिन्न टोलहरूमा बाटो पिच हुने काम, नाला बनाउने काम पुरा प्रक्रियामा अगाडि बढिरहेको छ। कतिपय ठेक्का लगाइरहेका छन्। अहिले हामीले यहाँ 2टा कल्भर्ट नजिकै हाम्रो बाहुनी खोलामा कल्भर्ट निर्माण गरिएको छ। हजुरको चाहिँ यो सामुदायिक वनको छेउ कल्भर्ट सहितको चाहिँ तपाईँको पिचको काम सुरुवात हुँदैछ र सेन्ट अल्फान्स अगाडि जुन 50-60 घरहरूलाई अहिले तत्कालै निगरिने गरेर नाला सहितको एउटा 1 करोडभन्दा बढीको चाहिँ पिचको अवधारणा, पिचको काम पनि सुरु भएको छ। हामीले जुन एयरपोर्टको पेरिफेरी रोड जुन वडा नम्बर 4 मै पर्छ, त्यो एयरपोर्टको पेरिफेरी रोडलाई चाहिँ हामीले गत वर्ष चाहिँ हामीले करोडभन्दा बढी लगानी गरिसकेका छौँ। नाला बनिसकेको छ, पिच बनिसकेको छ र अहिले नयाँ भर्खर तत्कालै हामीले 50 लाखले फेरि त्यहाँ पनि पिच गरिसकेका छौँ र अब तुरुन्तै हामीले फेरि सुरु हुँदैछ नालाको काम पनि। त्यसैले गर्दा विकास निर्माणको हकमा, पूर्वाधारको हकमा अहिले हामीले तीव्र रूपमा अगाडि बढेका छौँ। यी सडक निर्माणका कार्यहरूले स्थानीय बासिन्दाहरूको दैनिक जीवनलाई सहज बनाउनुका साथै क्षेत्रको समग्र विकासमा समेत महत्त्वपूर्ण योगदान पुर्याइरहेको छ। सडक कालोपत्रे भएदेखि आफ्नो टोल धुलो र हिलो मुक्त पाउँदा स्थानीयहरू हर्षित भएका छन्। अहिले एकदम राम्रो भाषा, पहिलाभन्दा त कति राम्रो अहिले पहिलाभन्दा सरकै भन्नु पऱ्यो नि। पहिला त बच्चाहरूलाई स्कुल पुऱ्याउन पनि कति गाह्रो, अहिले त यो बाटो राम्रो भइदियो, यही बाटो गाडी आउँछ। अहिले त राम्रो भाषा नि, पहिला त गिजे हिलोमा गाडेर हिँड्न पर्ने। अहिले धेरै राम्रो भाषा हाम्रो गाउँ। धेरै धेरै धन्यवाद होइन, हाम्रो लागि त्यति गरिदिनु भएको त धेरै धन्यवाद। हामीलाई त राम्रो भाषा त होइन। समस्या थियो, अब गिटी थियो, गिटीमा हिँड्न अप्ठ्यारो थियो, धुलो उड्थ्यो। अहिले यो बनेपछि राम्रो भएको छ। आफ्ना स्थानीय बासिन्दाहरूको धार्मिक आस्था र सांस्कृतिक महत्त्वलाई गहिरो रूपमा सम्मान गर्दै जितपुर सिमरा उपमहानगरपालिकाका विभिन्न वडाहरूमा मन्दिर र मठहरूको निर्माण र सौन्दर्यीकरणमा पनि विशेष पहल गरिएको छ। यसले स्थानीय समुदायको धार्मिक र सामाजिक जीवनमा सकारात्मक प्रभाव पार्नुका साथै क्षेत्रको पर्यटन प्रवर्धनमा पनि महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। र मठ मन्दिर मस्जिदको हकमा पनि हामीले मस्जिदको सौन्दर्यीकरण, मन्दिरहरूको जस्तो श्रीकृष्ण प्रणामी मन्दिर छ, दुर्गा मन्दिर छ, शिव मन्दिर छ होइन, अन्य मन्दिरहरू र मस्जिदहरूलाई हामीले सौन्दर्यीकरण गरिरहेको छौँ। र विशेष गरी यहाँ चाहिँ रहेको देवाश्रम पार्क छ, त्यसलाई पनि एउटा चाहिँ राम्रो खालको बनाउनलाई चाहिँ डिपिआरहरू तयार भइसकेको छ। हामीले नगरपालिका वार्डले मिलेर डिपिआरहरू तयार गरिरहेका छौँ। गत वर्षको बजेटमा चाहिँ हामीले एउटा धार्मिक पर्यटकीय पनि आवश्यक पर्यो भन्ने हिसाबले हामीले केही नगरको, केही वडाको लगायत यहाँको समुदायको चन्दा मार्फत मन्दिर बनायौँ, पार्क घेराबेरा बनाउँदैछौँ। अझै पनि पूर्ण रूपमा भएको छैन। यसलाई पनि अझ आगामी वर्षमा चाहिँ यसलाई पूर्णता दिने हामीले लक्ष्य राखेका छौँ।
स्थानीय बासिन्दाहरूको प्रशासनिक सुविधा र सेवा प्रवाहमा सहजता प्रदान गर्ने उद्देश्यलाई प्राथमिकता दिँदै विभिन्न वडाहरूमा वडा भवनहरूको निर्माण र स्तरोन्नतिमा विशेष पहल भइरहेको छ। वडा कार्यालय भनेको वडा सचिव बस्नुमा जब 4 जना मात्रै अर्थ्यो, सचिव बस्नमा 10 जना जति अड्ने ठाउँमा हामीले कन्सेप्ट गर्दै आइरहेको थियौँ। त्यो ठाउँ हेरी अहिले त्यहाँ कुनै बेलामा मिटिङ गरेर छलफल गर्नु पऱ्यो भने हामीले अन्य ठाउँ लिनु पर्थ्यो, अन्त जानुपर्ने हुन्थ्यो। गाउँलेकै मिटिङ होस् चाहे आन्तरिक मिटिङ होस्, त्यहाँ ठाउँ एकदम कन्जेस्ट भएको हुनाले अहिले हामीलाई एकदम 25 जनासम्म 30 जनाको मिटिङ हामीले हलमा पनि बसेर गर्न सक्छौँ, जनता राखेर, र आफ्नो बैठक पनि हामीले यही आफूसँग गर्न सक्छौँ। अहिले हामीलाई एकदम मान्छे पनि आउँदामा जे खुसी नै भएर जान्छ। अब आफ्नो भनेको आफ्नै हुन्छ अनि धेरै मान्छेहरू यसमा खुसी नै भएको छन्। हाम्रो नगरपालिकाले चाहिँ एकदम नगरपालिकाको फुल सपोर्टमा र त्यस्तै गरी वाडाको पनि सपोर्टमा गरेर यो चाहिँ वाडा भवन हाम्रो बन्दैछ। अब कति चाहिँ अरू भाडातिर बस्यो नि हो, त्यो चाहिँ नहोस्। त्यो कारणले गर्दा आफूले बनाउनु पर्ने आफ्नो वाडा त ठाउँ जसरी एउटा त बस्ने ठाउँ त बनाउनु पर्छ। त्यो कारणले गर्दै यो वाडा भवन चाहिँ यो सोचेर उहाँसँग सल्लाह गरेर कोर्डिनेसन गरेर चाहिँ यो वाडा भवन हामीले बनाएको। यो वडा कार्यालय भवन हामीले वडाको सिलिङबाट बनाएको हौँ र यो अहिले 2 तलाको छ। हामीले अझै 1 तला थप्ने तयारीमा छौँ र हामीले यो भित्र नै जिम क्लब पनि छ। हामीले वडामा चाहिँ युवाहरूलाई चाहिँ प्रोत्साहन गर्नुपर्छ भनेर हामी जिमको सुरुवात गराउने तयारीमा छौँ। लगभग सामानहरू आउँदैछ, केही सामानहरू बाँकी यसै कार्यकालमा राखेर माथि वडा कार्यालय जिम सञ्चालन गर्ने र छेउमा स्वास्थ्य चौकी होइन। र यसमा चाहिँ यो जुन खाली जग्गाहरूमा चाहिँ एउटा चाहिँ चिल्ड्रेन पार्क जस्तो तयार गर्ने भन्नेमा छौँ। अब यो छिट्टै हामी सुरु गर्छौँ। जितपुर सिमरा उपमहानगरपालिकाले गरिब र विपन्न नगरवासीहरूको जीवनस्तर उकास्न पनि सक्रिय रूपमा कार्य गरिरहेको छ। कति ठाउँमा आफ्नै पहलमा र कति ठाउँमा कुनै संस्थासँग सहकार्य गरी नागरिक उत्थानको कामलाई अगाडि बढाइरहेको छ, जसको एउटा उदाहरण हो वडा नम्बर 19 मा रहेको सानो मटरिया बस्ती। सुरुमा हामीले 2टा पाइलटिङ हाउस गऱ्यो, आवास निर्माणको लागि घर पनि छनौट गऱ्यो, जसमा हाम्रो पुरै समुदायवासीहरू बसेर विपन्न परिवार जसको लागि आवास निर्माण होस्, एकदम गरिब आफूले त्यो काम गरेर घर बनाउन नसक्ने अवस्थाको मान्छेहरूलाई यहाँ घर बनाउने मान्छे छानियो, जसमध्ये हामी यहाँ 27 वटा, जसमा हामी 2वटा पाइलटिङ हाउस गरिसकेका छौँ। यो पाइलटिङ हाउस भयो, यो 2टा घर बनिसके अरू 23 वटा घर हामी लगभग 23 वटा घर प्रिन्ट लेभलसम्म ढलान पनि भइसके, 2टाको जग खनिसके अनि 2टा अहिले प्रोसेसिङमा छ। लुमन्ती संस्थासँग सहकार्य गरी यहाँका गरिब र विपन्न परिवारहरूका निम्ति घर निर्माण गर्ने काम भइरहेको छ। यस्ता प्रयासहरूले स्थानीय बासिन्दाहरूको आधारभूत आवश्यकताहरू पूरा गर्नुका साथै उनीहरूको जीवनमा दीर्घकालीन सुधार ल्याउने लक्ष्य राखिएको छ। निमन हो गए, सुख शांति मिलत रहे के, खा के पिए के रहे के निमन लगा। पहले रहते दुख रहे, कते करल जाए, रोपनी सोहनी करल जाए, सोहनी लागे धान लागे तो धान काटे जाए, कते काम करे। पहले रहे तो अथी रहे खर हो रहे तो सर हो जाए तो पानी पड़े तो चुबे दिक्कत हो जाए सुते उते में। अब उजार पुजार के भाई बन गए तब नया सिस्टम ठीक हो गया, हमरा बढ़िया लागल। एउटा रुम सानो थियो, त्यसको लागि त मलाई पैसा जुटिरहेको थिएन जे ठुलो बनाऊ, जग्गा थियो तर घर सानो थियो, 1 कोठाको मात्रै थियो। पानी पर्दाखेरि त्यो छोराछोरी बुढाबुढी सबै एक ठाउँमा बस्ने। अब त घर बन्दाखेरि त अब त छोरा अनि छुट्टै बस्छ, छोरी पनि छुट्टै बस्छ, बुढाबुढी छुट्टै बस्छ। यसैगरी वडा नम्बर 16 मा रहेको टाङ्गिया बस्ती उत्थानका लागि पनि उपमहानगरपालिकाले विशेष पहल गरेको छ। पहिलो चरणमा बस्तीको खानेपानी, सिँचाइ र बत्तीको समस्यालाई समाधान गरी स्थानीयमा विकासको आशा जगाउन उपमहानगरपालिका सक्रिय भएको छ। विशेषता कुरा त अब हाम्रो यो टाङ्गिया बस्ती भन्ने कुरो 32 सालदेखि हाम्रो यहाँको बसोबास भएको। अब पहिलो कुरो गर्दाखेरि हामी वहाँ बेदगाडीमा पानी लिन जानु पर्थ्यो, भालुको डर, बाघको डर, चोरको डर। हेर्नुहोस्, पानी नजाने बेलामा कतिले ज्यान गुमायो। यो सिँचाइको कारणले गर्दाखेरि मकै बाली भयो, धान बाली भयो, यहाँ केरा खेतीहरू छ, गाई पालन हो, भैँसी पालन, बाख्रा पालन पहिलाभन्दा जे होस् अलि सुध्रियो। पहिला त हामी त यहाँ त तपाईँको पूजा हुँदा, बिहे हुँदा, मान्छे मरुवा हुँदा तपाईँको चाहिँ खालि त्यो टुकी बत्ती बालेर, दाउरा बालेर त्यस्तो चाहिँ चलन गर्नु पर्थ्यो। त्यो हेरिकन त अन्धकारबाट चाहिँ अलि मुक्ति भयो कि मुक्त पाए कि भने जस्तो चाहिँ अनुभव छ हाम्रो। स्वच्छ र पर्याप्त खानेपानी हरेक घरको प्राथमिक आवश्यकता हो। त्यसैले घर घरमा पर्याप्त खानेपानी पुर्याउनु उपमहानगरपालिकाको मुख्य प्राथमिकता बनेको छ।
विभिन्न प्रभावकारी योजना र कार्यक्रमहरू अगाडि बढाउँदै गर्दा जितपुर सिमरा उपमहानगरपालिकाले खानेपानी आपूर्तिका लागि पनि विशेष पहल गरिरहेको छ। यो यहाँहरूले देखिरहनु भएको छ यो ट्याङ्की 2080-81 नगर स्तरीय योजनाबाट चाहिँ करिब 22,93,000 टेन्डर भई नगरपालिकाबाट निर्माण भएको हो र यो सँगै बिजौरी जुन राणाकालमा निर्मित बिजौरी मुहानमा ग्याबिङ जालीको संरक्षण र यो ट्याङ्की निर्माण भएको हो। यो ट्याङ्की निर्माण हुन अगाडि यहाँ करिब योभन्दा तलतिर 150 घर चाहिँ पानीले हाहाकार थियो। बिहान 1 घन्टा बेलुका 1 घन्टा पनि पानी आउन गाह्रो थियो। अहिले यो ट्याङ्की बनिसकेपछि चाहिँ अहिले हामीले यो ट्याङ्कीबाट चाहिँ पानी सञ्चालन गर्दाखेरि चाहिँ यहाँको जनताहरू 24 घन्टा चाहिँ पानी दिन हामी यो ट्याङ्कीबाट अहिले सफल भएका छौँ। गत वर्षकै योजनामा हामीले खानेपानीको लागि 30-35 लाख रुपियाँ नगर र वडा मार्फत खानेपानीको पाइपलाइनहरू विस्तार गरेका छौँ। त्यो पनि पूर्ण रूपमा भएको छैन। लगत मेरो कार्यकाल अब 2 वर्षभित्र चाहिँ सम्भवतः यो रामनगर जितपुर सिमरा 17 को चाहिँ रामनगर उता जैतापुर छ, यता रामनगर का आम जनतालाई चाहिँ पानी यो ओभरहेड ट्याङ्कको पानी खुवाउने चाहिँ हामीले लक्ष्य राखेका छौँ। पशुपालनमा संलग्न स्थानीयका हितका लागि पनि उपमहानगरपालिका सक्रिय रूपमा पहल गर्दैछ। चाहे त्यो पशुहरूको रोग निवारणमा मद्दत गरेर होस् या पशुपालनमा संलग्न कृषकहरूको लागि सहकारीसँग सहकार्य गर्दै उनीहरूको उत्पादनको बजारीकरण गर्न होस्। उपमहानगरपालिका पशुपालनमा संलग्न कृषकहरूको हितमा निरन्तर काम गर्दैछ। अब हाम्रो जितपुर सिमराको रिजनलाई चाहिँ सङ्घीय सरकारले गाई भैँसीको पकेटको हिसाबले हेर्दैछ र यसपल्ट सङ्घीय सरकारबाट हाम्रो नयाँ गाई भैँसी पकेट कार्यक्रम भनेर एउटा कार्यक्रम पनि आएको छ। साना किसानहरू कृषक समूहहरूलाई चाहिँ समेटेर तिनीहरूलाई चाहिँ सुदृढ कसरी गर्न सकिन्छ। अहिले तपाईँहरूले हेर्नु भइरहेछ यो डेरी कति ठुलो बनेको छ। यो पनि एउटा त्यो सानो स्तरबाटै स्टार्ट भएको हो। पशुहरूले उचित स्वास्थ्य सुविधा पाओस् भनेर बिस्तारै यसमा यहाँनिर ल्याबोरेटरी पनि स्थापना गर्ने बजेट चाहिँ हाम्रो नगरपालिकामा रहेको छ। दुध नबिकेर चाहिँ पोहोर साल फालेको अवस्था थियो। त्यतिखेर हामीले चाहिँ मेयर साहबले चाहिँ भन्नुभयो कि यसरी चाहिँ सङ्कट आइरहेछ, तपाईँहरूले डुम्बरवानाले चाहिँ विभिन्न संस्थाहरूको पनि दुध खरिद गरिदियोस् भन्ने चाहना राख्नुभयो। हामीसँग राख्ने स्टोरेज त पर्याप्त थिएन। हामीले माग गऱ्यौँ उहाँसँग स्टोरेज माग गर्दाखेरि हामीलाई 5,000 लिटरको एउटा स्टोरेज उपलब्ध भएको छ। नगरे हामीलाई पोहोर साल लम्फी भन्ने एउटा रोग आयो, अचम्मको रोग आयो। हाम्रो 2700 किसान छन् जसमध्ये हामीसँग 4500-5000 पशुहरू छन्। त्यो लम्फी रोग चाहिँ एकदम भयावह भयो। नगरपालिकाले हामीलाई लम्फीको भ्याक्सिनहरू उपलब्ध गराइदिनु भयो र पोहोर साल हामीले त्यो लम्फी लगाएर चाहिँ हाम्रो किसानहरूलाई बचायौँ। यसपालि पनि हामीलाई नगरकै सिफारिसमा लम्फी अनि चरचरे भ्याकुते जस्ता रोगहरूको चाहिँ सिफारिस लिएर प्रदेशबाट हामीले खोप ल्याउन सफल भएर अहिले हामीले लगाउन सुरु गरिसकेका छौँ। अहिले हाम्रो जोरलैया भन्ने यहाँ शाखा छ, 14 नम्बर वडा पर्छ, त्यहाँबाट चाहिँ अहिले सुरु भइसकेको छ हाम्रो कार्यक्रम। विभिन्न विकासका कामहरू अघि बढाइरहँदा जितपुर सिमरा उपमहानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण कार्य पनि सक्रिय रूपमा अघि बढाइरहेको छ। अतिक्रमण भएका जग्गालाई खाली गराई उक्त जग्गालाई स्थानीय हितका लागि आवश्यक योजनामा ल्याउने कार्य अघि बढेको छ। यो बजार अतिक्रमणले एकदम ग्रसित थियो। लगभग यो सबै संरचनाहरू मुदा खेपेर यो संरचनाहरूलाई ध्वस्त पारी नयाँ बजार फतेहपुरको पुरानो बजारलाई अब फतेहपुरकै नाममा बजार बन्ने क्रममा छ। यहाँको जनताहरूलाई सहज सुविधाको हिसाबले अनेक किसिमको प्रकारको सामानहरू पाओस् भनेर यो बजारलाई विस्तार रूपमा बजार बनाउने एउटा सोच र लक्ष्य थियो। डोजर त नगर प्रहरी हाम्रो प्रहरी प्रशासनहरू सबै राखेर नै हामीले डोजर लगाएर यो चाहिँ सबै क्लियर गरेको। पर्खार चारैतिर हामीले हेर्ने, अगाडि गेट राख्ने व्यवस्थित गरिसकेका छौँ। अहिले उपमहानगरपालिकाले खेलकुदको विकासलाई पनि व्यवस्था गरेको छैन। यसले क्रिकेट र फुटबलको विकासका लागि जड स्तरमा काम गर्दै आएको छ। खेलकुद पूर्वाधारको सुधारमा पनि योगदान पुर्याउँदै बजेट पनि विनियोजन गरेको छ। साथै हरेक वर्ष आयोजना हुने फुटबल प्रतियोगिता जितपुर सिमरा गोल्ड कपमा उपमहानगरपालिकाले प्रतियोगिताको लागि आर्थिक सहयोग प्रदान गर्दै आइरहेको छ। फुटबल विकासको लागि स्कुल स्तरीयबाट नै ग्रासरुट सञ्चालन गर्ने र त्यसमा पनि समूह वाइज गरेर हामीले वर्षमा 4 महिना जति ग्रासरुट स्कुलमा गएर सञ्चालन गर्ने। त्यसपछि लगत्तै ग्रासरुटको यो एउटा लिग गराउने
भनेर प्लान बनाएको छौँ र त्यसको लागि बजेट पनि तय भइसकेको छ। त्यसले गर्दाखेरि हामीलाई लाग्छ अबको केही वर्षमा यस जितपुर सिमरा नगरपालिकाको सहयोगले फुटबल विकासमा एउटा नयाँ छलाङ मार्छ भन्ने आशा पनि छ। त्यही हाम्रो यो जितपुर सिमरा गोल्ड कप यसमा पनि जितपुर सिमराले हाम्रो टुर्नामेन्टलाई 51 लाख सहयोग गरेर पालिकाले एउटा उदाहरणीय काम गर्नुभएको छ। त्यसको लागि चाहिँ हामी जितपुर सिमरा नगरपालिकालाई पनि धन्यवाद भन्न चाहन्छौँ। अब हाम्रो प्रदेशमा कवडहलको निकै अभाव भएको कारणले गर्दाखेरि 4 करोड लागतको कवडहलको एउटा एस्टिमेट बनिसकेको छ। भोलिको दिनमा इन्डोर गेमहरू जति पनि छन् त्यो सबै गेमहरू चाहिँ हामी माग गर्छौँ, किनभने उत्कृष्ट कवडहल हामीसँग भएपछि त्यसले हामी दाबी पनि गर्न सक्छौँ। त्रिमुहाना क्रिकेट च्याम्पियनसिप योपल्टदेखि नामाकरण भयो। त्यो एउटा राष्ट्रिय स्तरकै प्रतियोगिता हुन्छ जहाँ चाहिँ राष्ट्रिय लेभलका खेलाडीहरू आउनुभयो। योपल्ट अनिल शाह पनि आउनुभएको थियो। त्यसको इम्प्याक्ट ठुलो छ। अघिल्लो वर्ष हामीले ठुलो पुरस्कार राशि भएको चाहिँ जितपुर सिमरा क्रिकेट कप भनेर गऱ्यौँ। त्यो खेलाडीहरू आउनुभयो, त्यसको गरिमा बढाइदिनु भयो। त्यसले गर्दाखेरि चाहिँ सिमरामा क्रिकेट ग्राउन्डको ठुलो अभाव थियो। त्यो हामीले नजिकै एउटा ग्राउन्ड पनि बन्यो। त्यसले गर्दाखेरि त्यसको स्तर राम्रो छ, स्तर उन्नति हुँदैछ। त्यसले गर्दा खेलाडी उत्पादन पनि हुँदैछन्। आगामी योजना चाहिँ क्रिकेटलाई विद्यालयमा लिएर जाने भन्ने छ। सो पहिलो चरणमा हामी यो वैशाखदेखि असारसम्म चाहिँ फर्स्ट फेज अफ पाइलटिङ हाम्रो स्कुल क्रिकेट ग्रासरुट भनेर जितपुर सिमरा क्रिकेट लिग विद्यालय अन्तर्गतको ग्रासरुट कार्यक्रम हामी लाँदैछौँ। उपमहानगरपालिकाले पर्यटनको विकासमा विशेष ध्यान पुर्याउँदै सजिलो हाइकिङ र ट्रेकिङ मार्गहरू निर्माण गरेको छ। पार्कहरूलाई आकर्षक बनाउन र मानिसहरूको आवागमन बढाउन स्विमिङ पुल जस्ता सुविधाहरू थप्दै सौन्दर्यीकरणमा पनि निरन्तर प्रयास गर्दैछ। 22 लाख है 23 लाखमा चाहिँ हामीले गरेको यो काम जुन बाटो भर्याङको खुड्किलो काम, यो काम चाहिँ लगभग 1600 कति चाहिँ यो पर उतासम्मको सिद्धबाबासम्म पर्छ। तर अहिले हामीले तत्काल चाहिँ अहिले चाहिँ लगभग 200-300 मिटर चाहिँ यो करिब नगरपालिकाले दिएको बजेटबाट हामीले यो ढलान बाटो खुड्किलो भइसकेको छ। जस्तै सिद्धबाबा अर्को फेरि उता साइडबाट छ, उता साइडबाट पनि 53 लाखको चाहिँ उहाँहरूले पारिदिनु भएको छ। त्यो काम पनि उता हुँदैछ। त्यस्तै गरी फेरि नगरपालिकाले नै राजन पौडेल हाम्रो चाहिँ मेयर साहबले चाहिँ फेरि चाहिँ उहाँको त उसबाट फेरि 15 लाख रुपियाँ फेरि यही चाहिँ हाइकिङ ट्याकिङ भनेर पारिदिनु भएको छ। त्यो चाहिँ हाम्रो त समितिबाट काम गर्ने हो। त्यसलाई चाहिँ अलिकति गर्दैछ, हामीले समिति गठन गर्दैछौँ। अहिले यो सभा हल सम्पन्न गर्नको लागि चाहिँ जितपुर सिमरा उपमहानगरपालिकाबाट टेन्डर लगाएर यो सभा हल चाहिँ हामीले करिब अब सञ्चालनमा यो सभा हल आउँदैछ र यसमा चाहिँ 400-450 भन्दा अझ बेसी उपभोक्ता चाहिँ तपाईँको अटाउने क्षमताको सम्पन्न गरेका छौँ। 80-81 बजेटमा जुन अहिले विनियोजन भएको यो हाम्रो स्थानीय पार्कभित्रको यो 73 लाख रुपियाँ बराबरको एउटा स्विमिङ पुल पनि त्यहाँ छन्। यो एउटा स्विमिङ पुल त्यहाँ निर्माण भएपछि यो जितपुर सिमराको छुट्टै रौनक हुने मैले विश्वास गरेको छु। किनभने स्विमिङ पार्क नहुँदा पनि यो क्षेत्रको प्रदेशको नमुना पार्कमा गनिन्थ्यो यसलाई। अब झन् स्विमिङ पार्क भएपछि हाम्रो आन्तरिक पर्यटकलाई धेरै नजिकको क्षेत्रफल भएकोलाई धेरै अगाडि बढ्ने भन्ने मैले विश्वास लिएको छु। यी सबै कामहरू गर्दै गर्दा उपमहानगरपालिकाले थुप्रै नीतिहरूमा पनि काम गरेको छ, जसले जितपुर सिमरा उपमहानगरपालिकाको कार्यलाई पारदर्शी, प्रभावकारी र कर्मचारीहरूका लागि प्रेरणादायक बनाउनेमा योगदान पुर्याएको छ। योजना शाखामा हामीले टुक्रे योजनाहरूलाई विस्थापित गर्नको लागि हामीले 15 लाखभन्दा माथिका योजनाहरूलाई अनिवार्य रूपमा नगरसभाको निर्णयअनुसार हामीले त्यसलाई इबिडिङमा लिएर जाने र 15 लाख बिडो छ भने त्यसलाई चाहिँ हामी समिति मार्फत अथवा चाहिँ कोटेसन मार्फत हामी त्यसलाई चाहिँ त्यसरी लैजाने र सकेसम्म टुक्रे योजनालाई एकदम कमभन्दा कम त्यसलाई कार्यान्वयन गर्ने र सबैलाई चाहिँ पारदर्शिता गर्ने हिसाबले हामी चाहिँ त्यसलाई इबिडिङमा लाने, ताकि सबैको पहुँच होस्, सबैले थाहा पाओस् कुन यो हाम्रो उपमहानगरपालिकाले कुन योजनाहरू कुनको टेन्डर निकालेको छ, के काम गर्दैछ, त्यो सबै कुरा चाहिँ पारदर्शी होस् भन्ने हिसाबले यसलाई चाहिँ हामी सकेसम्म इबिडिङमा फोकस गरेर चाहिँ हाम्रो योजना शाखाले काम गरिरहेको अवस्था छ। अहिले अर्को कुरा हामीले यहाँ सुधार गरेको भनेको चाहिँ हामीले शिक्षकहरूको चाहिँ मनोबल उच्च गराउनको लागि अथवा उहाँहरूलाई चाहिँ स्कुल व्यवस्थापनलाई चाहिँ प्रशासनिक झमेलाबाट चाहिँ अलिक सहज होस् भन्नको लागि चाहिँ हामीले यो शिक्षकहरूको खातामा सिधै तलब चाहिँ नगरपालिकाले हाल्ने व्यवस्था गरेका छौँ, जसबाट चाहिँ शिक्षकहरू चाहिँ धेरै नै हुन्छ नि खुसी हुनुभएको हामीले महसुस गरेका छौँ। हाम्रो नगरसभाले स्वीकृत गरेको दरबन्दी तेरिज बमोजिम नगर प्रहरी जितपुर सिमरा उपमहानगरपालिका नगर प्रहरी ऐन 2079 को दफा 10 को उपदफा 1 बमोजिम गठित पदपूर्ति समितिको निर्णयअनुसार खुल्ला प्रतिस्पर्धा मार्फत नगर प्रहरी सहायक निरीक्षक 1 जना
नगर प्रहरी जवान 12 जनालाई हामीले खुल्ला प्रतिस्पर्धा मार्फत योग्यता प्रणालीका आधारमा छनौट गरेर हाल उहाँहरू नगरवासीको सेवामा खटिरहनु भएको अवस्था छ। जितपुर सिमरा उपमहानगरपालिका सधैँ आफ्ना नगरवासीप्रति समर्पित छ। विकासका कामहरू अघि बढ्दै गर्दा नगरवासीहरूले आफ्नो सुझाव र सल्लाह दिँदै विकास प्रक्रियामा आशावादी रहनुहुन्छ र हामीलाई साथ दिनुहुन्छ भन्ने हाम्रो विश्वास छ। यो परिवर्तनको गति अब रोकिने छैन। समृद्धिको मार्गमा दृढतापूर्वक अघि बढ्दैछ जितपुर सिमरा, बन्दैछ जितपुर सिमरा।